Hey fam, welcome to my new day, new vlog. आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। आज पनि हामी नयाँ च्यालेन्ज ल्याएर आइसकेका छौँ। आज चाहिँ सबजना केटाहरू मिलेर मसहित हामी फेरि आज जङ्गलतिर निस्किसकेका छौँ। आजको भिडियोमा के कस्तो हुन्छ सबै देखाउने छु। तपाईँहरूले नन स्टप भिडियोलाई हेर्नु होला। त्यहाँका सबजना केटाहरू छन्। आज रमाइलो कस्तो हुन्छ, कस्तो चपिलो रमाइलो गरेर आउने हो क्या आज केही स्पेसल तपाईँहरूलाई हामीले बनाएर पनि देखाउने छौँ आजको भ्लगमा। सो भिडियोलाई चाहिँ कन्टिन्यू गरेर हेर्नु होला। सो फ्याम भनौँ हामी फाइनली हाम्रो अस्तिकै लोकेसनमा आइसकेका छौँ। आजको हाम्रो लोकेसन चाहिँ सेम रहेको छ होइन। त्यहाँको अब लाएर अब यहाँ चाहिँ हाम्रो स्पेसल के च्यालेन्ज रे आजको हाम्रो केटा मोमोज पार्टी हुँदैछ होइन। लोकेसन चाहिँ सेम हो। अहिले चाहिँ हाम्रो बेलुकीको 5 बजिसकेको छ। हामी 5 बजीतिर चाहिँ यतातिर आइसकेका छौँ होइन। त्यहाँको अब यता आगो बालेर मोमो बनाउने हो, रेडी हुँदैछ सब कुरा। आज हाम्रो सब इस्टिमेट चाहिँ यता छ है। हाम्रो यो चाहिँ हाम्रो यहाँ चाहिँ किमा छ, ट्याक्कै अर्ग्यानिक किमा यता छ। अनि त्यसपछि हाम्रो ट्याक्कै लाएर यो अचार हेर्नुहोस्, कत्रा अचार पनि छ। सो अब हामी चाहिँ यही ठाउँमा फेरि पनि नयाँ च्यालेन्ज मोमो च्यालेन्ज गेम खेल्ने र गेम पनि खेल्ने आज गेम पनि हुन्छ। यस्तो खतरा भिडियो बन्छ ट्याक्क होइन। अनि केटाहरूले च्यालेन्ज पनि गरेका छन्। कति के विकास तेरोमा 20K मा चटपटे पार्टी स्पेशल। यसको भिडियोमा चाहिँ यसको सर्ट भिडियोमा चाहिँ 20K गयो भने यसले चाहिँ चटपट पार्टी दिन्छ अरे होइन। क्रेजी विकास छ न युट्युब आइडी, ल त्यता गएर सब्सक्राइब गर्नु होला, हेर्नु होला। ल यता च्यालेन्ज 2K बनाउने लङ भिडियोमा बबाले हुने ल यसले पनि 2K विशाल भ्लग्स छ यसको चाहिँ होइन। यसकोमा पनि गएर तपाईँले हेर्नु होला। अनि त्यहाँको 2K पुग्दा बित्तिकै यसले खतरा पार्टी दिन्छ। र मेरो लङ सर्ट भिडियोमा यसको सर्ट भिडियोमा 5K पुग्यो भने 5K वाचिङ टाइम पुग्यो भने चाहिँ मैले पनि धेरै त भन्दिनँ 1 केजी मासुको पार्टी दिने भन्ने र प्लान भइसकेको छ। सो अब चाहिँ हामीले यता तयारी गर्छौँ सब कुरा होइन। आगो बाल्नेदेखि लिएर आएर मोमोज बनाउने सब कुरा हुन्छ। तपाईँले फ्याम भने यतातिर चाहिँ हाम्रो सब तयारी हुँदैछ। यता चुलो बनिसकेको छ। अब यता आगो बाल्ने तयारी हुँदैछ। विकास दोषले चाहिँ यता मस्काउँदैछ, यता चाहिँ भन्नाले उलाउँदैछ के त्यो कालो नबस्नु भनेर होइन। आगो कालो नबस्नु भनेर त्यो हल्का हल्का त्यसमा करेन्ट लगाइसकेपछि त्यो त्यस्तो टाइटली त्यो आगोको दाम बस्दैन नि। अनि हाम्रो विशाल दोषले र सन्दीप दाजुले चाहिँ यता ट्याक्क मोमोज बनाउने रेडी गर्दैछन् केटाहरूले होइन। अब सब हाम्रो चाहिँ तयारी हुँदैछ। कस्तो हुन्छ हेर्दै बसौँ है, खतरा हुनेछ। सो फ्यामिली अब चाहिँ हामी मोमो बनाउने तयारीमा लागिसकेका छौँ। यता विशाल दोष र मैले चाहिँ चट्ट बेल्ने, अनि यता सन्दीप दाजुले चाहिँ मोमो बनाउँछन्। यता विशाल दोषले बेल्दैछ, यता मैले बेल्दैछु होइन। अब हाम्रो चाहिँ खतरा आज चाहिँ दामी चाहिँ हुन्छ, रमाइलो हुन्छ। उता आगो पनि बोलिसकेको छ। उता पकाउने विकास दोषले तयारी गर्दैछ। उता भाँडा पनि धोयो तिन राम्रोसँग। त्यहाँको म चाहिँ बेल्दैछु होइन। फर्स्ट टाइम बेल्दैछु, कस्तो बेल्छु हेर्नु होला। खासै बेल्न त आउन्न, त्यही पनि म ट्राई गर्दैछु। ट्राई इज द बेस्ट भन्छन् तर अब हेरौँ कस्तो हुन्छ। खासै बेल्ने ढङ्ग त छैन, उपतिना पापति के जति के भन्दै गर। सो अब म चाहिँ होइन बेलेर अब यता हामीले मोमो बनाएको पनि देखाउँछौँ। हाम्रो यता मोमो पनि रेडी भइसकेको छ। अब चाहिँ म यसमा चाहिँ ट्याक्क राखेर मोमो राख्न जान्छु होइन। तेल पनि लगाइसकेको छु मैले, तेल पनि होइन। ट्याक्क मोमो चाहिँ म यसमा राख्छु ट्याक्क होइन। ट्याक्क होइन। अब चाहिँ मोमो राख्छु अनि त्यसपछि हामी पकाइन्छ, मस्त खाइन्छ। डल्लो खाले भेज मोमो भन्छ। सो फ्यामिली अनि यता चाहिँ हामीले मोमो पनि बनाएर भाँडामा पनि राखिसकेको छ। अब चाहिँ म यसलाई यसमा बसाल्न जाँदैछु। ट्याक्क 3टा भाँडा चाहिँ हामीले भरिसकेका छौँ। अब यसले चाहिँ मैले यता आगोमा बसाल्दैछु ट्याक्क लाएर। अब यसलाई चाहिँ हाम्रो यो चाहिँ मोमो यता जान्छ। अब अर्ग्यानिक आगोमा पकाएको मोमो खाने भए हामीलाई कन्ट्याक्ट गर्नु होला। आगो पनि बोल्यो होइन। अब यो मोमो चाहिँ यता पाकेर यतै छोडिदिन्छु एकछिन पाक्नलाई। अब भिडियोलाई चाहिँ कन्टिन्यू गर्नुहोस् तपाईँ। सो फ्यामिली अनि उता चाहिँ हामीले मोमो बनाउनु छोडिदिइसकेका छौँ। अनि उता केटाले बसेर रमाइलो गर्दैछन् होइन। एकदम रमाइलो भएको हुनेछ आजको भिडियो चाहिँ। अब मोमो पनि पाक्नलाई छोडिसकेका छौँ। अनि हाम्रो गाउँ चाहिँ यता छ, हेर्नु देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो गाउँको भ्यू होइन। यो चाहिँ हाम्रो गाउँ। कस्तो लाग्यो तपाईँले कमेन्ट गर्नु होला। ट्याक्क यो हरियो घर चाहिँ विशाल भाइको, अनि यताको यो सेतो टिन लागेको चाहिँ मेरो घर हो। ट्याक्क होइन तपाईँले देखिसक्नु भएको छ। सबै पानी आउला आउलै जस्तो भएको छ। मौसम पनि खासै क्लियर त छैन। अब त्यही पनि अब कति बजिसक्यो अहिले, लगभग 5:30-6 बज्नु लागिसक्यो। अब भिडियोलाई चाहिँ नन स्टप हेर्नुहोस् तपाईँहरूले ट्याङ टुङ पारेर।
यता हाम्रो मोमो पाकिसकेको छ। अब विकास भाइले चाहिँ ट्याक्क अब निकालेर उसमा राख्दैछ केमा रे यता हाम्रो यसमा खाने हो चाहिँ यसमा राख्दैछ ट्याक्कै केराको पातमा। आज चाहिँ हाम्रो तमिलनाडुतिर खान्छ नि यस्तै केराको पातमा ट्याक्क अब केराको पातमा राखेर खाने मस्तसँग होइन। ल विकास ल ट्याक्क गर। विकास भाइले चाहिँ यता मोमो राख्दैछ 1 2 3 वाउ। सोफा भने यता हाम्रो मोमो पनि प्याकेट आइसकेको छ केटा। एउटा म ट्राई गर्छु है कस्तो बन्नुपर्छ है। बिल्कुल ट्याक्कै मोमो ट्याक्कै चटनीमा राखेर मोमो चाहिँ खतरा बनेको छ। मोमो कहिले बनाएको अलि मैदा धेरै हालेर यार सब भिडियो चाहिँ हेर न। अब खान्छ मस्तसँग हामीले तपाईँहरू पनि खानमै आउनुहोस् कन्ट्याक्ट गर्नु। हामी दिइहाल्छौँ हामीले त्यो सानो दिलेहरूको जस्तो होइन यत्रो मुटु छ हामीले सबै दिन्छौँ भक्कनै लगाएर खप्पै यस्तो। नितिश धार देखाएको टाइम मोर्लास खोसा ए त्यो खोसा खोसेर मेरा बानी ए तँला बग्राला नि यस्तो खोसा खोस गरेर पनि एउटा उसको लागि कतेरी माग खाने। हाम्रो यता दोस्रो लट पनि आइसकेको छ न केटा सबै टेस्ट हान्यो नि। दोस्रो लट कस्तो छ अब होइन ट्याक्कै यो दोस्रो लटको ट्याक्क लाएर न के सान्ने अब यो भएन के भयो यसलाई एउटा मैदा यता पनि मैदा सबलाई मैदा पऱ्यो केटा के गर्छौ यार। अब रमाइलो भयो होइन यता अब के पऱ्यो नितिश भाइ एकचोटि सबले भन कसलाई कतिवटा मैदा परे मलाई 3टा खाए मध्ये 2टा मैदा एउटा चाहिँ मोमो। नितिश सबभन्दा बढी खाने मलाई भात हो 5वटा मैदा एकचोटि 5 मैदा कि मोमो। मलाई पनि 2टामा एउटा मैदाको पऱ्यो एउटा चाहिँ मोमो नै पऱ्यो। अब के गर्ने अब हामी चाहिँ यता आगो निभाउँदैछौँ विकास भाइले यता आगो निभाउँदैछ यता पानी हालेर निभाइदिएर चाहिँ सफा सुग्घर तरिकाले आगो ट्याक्क निभाएर अब हामी चाहिँ घरतिर लाग्नेछौँ। भिडियोलाई चाहिँ नन स्टप हेरिदिनुहोस् अब तलतिरै बाटोतिरै। सोफा भने आज चाहिँ मोमो बनाएर खाएर रमाइलो गरेर हामी अब घरतिर जान लागिसकेका छौँ सबजना केटाहरू मिलेर। अनि अब आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो कमेन्ट मार्फत जानकारी गराउनु न। सो यति भन्दै आजको भिडियो चाहिँ म यतितिर इन गर्न चाहन्छु। थ्याङ्क यू फर फुल वाचिङ। डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब माई च्यानल एन्ड बाइ सी यु इन नेक्स्ट भ्लग।